सबैजना नमस्कार, म रामकाजी हजुरहरूलाई एउटा सानो एउटा हाम्रो जनताको रेस्पोन्सिबिलिटी अब भोट सकेपछि के रहेछ त भन्ने चिजहरू भन्न गइरहेको छु। जहाँ चाहिँ मेरो यो फर्स्ट टाइमको भोट गर्दाखेरि मैले एनालाइज गर्दा मैले पास्टमा पनि गएँ के भयो र प्रेजेन्टको अहिले यो रनिङमा छ भने फ्युचरमा अब के हुन्छ त, के गर्नुपर्छ भन्ने चिजहरूमा मैले एउटा एनालाइज गर्दाखेरि सुरुमा म अलिकति पास्टमा गइहालेँ। पास्टमा चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनी काका मामा सबैजनाले भोट सबैजनाले दिने होइन। अब एजेन्डाहरू के कस्तो थियो त्यो आफ्नो आफ्नो उहाँहरूले रिड गर्नुहुन्थ्यो। तर गल्तीहरू कहाँनिर मैले भेटेँ भन्दाखेरि पहिले भोट दिएर जनताबाट भोट दिएर पठाएको लिडरलाई चाहिँ हामी जनताले चाहिँ दाजुभाइ दिदीबहिनीहरूले चाहिँ घचघचाइ नराख्ने रहेछौँ। हामीले जिताइदिउँ अनि त्यसपछि अब काम भएन अनि त्यसपछि जनताले पनि अब कसैले इन्क्वायरी एकअर्कामा गऱ्यो भने खोइ हात उठाइदिने जनताले पनि, जहाँ चाहिँ खोइ हामीले त पठाइदिएकै थियौँ तर उसले त गर्नु सकेन होइन भन्ने चिजहरूमा चाहिँ धेरै मैले चाहिँ एउटा सुने। तर यो चाहिँ एउटा गलत देखेको कारणले अबको फ्युचरमा चाहिँ के गर्ने भन्ने चिजहरूमा चाहिँ एउटा यो भन्न गइरहेको छु। जहाँ चाहिँ अबको फ्युचरमा अब मेरो एरियामा मैले त माटोमा हालेँ, जित्नु त जितेन र पनि म बिङ ए नेपाली सिटिजन मेरो अधिकार छ इन्क्वायरी गर्ने। तर जसले पनि आफ्नो आफ्नो पार्टीहरूलाई यो टाइमिङमा यो हट टाइमिङमा दिएको र जिताएको आफ्नो लिडरहरू छ, त्यो लिडरहरूलाई चाहिँ अब जिताएर पठाउनै मात्रै ठुलो कुरो मलाई लाग्दैन। जनताले जिताएर पठायो अब उसले काम गर्छ भने आशमा बस्नु गलत हो भन्ने जस्तो लाग्छ। जहाँ चाहिँ त्यो लिडरलाई त्यो पोलिटिसियन त्यो पार्टीलाई चाहिँ हामी जनताले जसले अहिले एक्जाम्पल घन्टीले जितिरहेको छ, घन्टीको एउटा आफ्नो उसहरूलाई चाहिँ जसले दिनुभएको छ उहाँहरूले चाहिँ घचघचाइराख्नु पर्ने हुन्छ एजेन्डाको लागि। त्यो एजेन्डा जुन प्रमिसेसहरू थियो त्यो एजेन्डा कहिले आउँछ, तपाईँहरूको एरियामा कहिले इम्प्लिमेन्ट हुन्छ, हामीले घचघचाइराख्नु पर्ने रहेछ। नत्र भने उहाँहरूको आफ्नै बिजी भएको कारणले गर्दाखेरि त्यो फेरि आउटपुट टाइमिङमा आउनु सक्दैन। देन हजुरहरू पनि अपसेट हुनुहुन्छ। र अर्को कुरो चाहिँ बिग रेस्पोन्सिबिलिटी चाहिँ यदि तपाईँको भोटले गर्दाखेरि, तपाईँले जिताएको भोटले गर्दाखेरि देश विकसित भएन भने तपाईँहरू पनि अदरवाइज म पनि रेस्पोन्सिबिलिटी हुनुपर्न सक्नुपर्छ। तपाईँहरूको एउटा भोटले जितेर गएको मान्छेले वा पार्टीले काम गर्नु सकेन भने तपाईँ र म पनि हो रेस्पोन्सिबिलिटी। जहाँ चाहिँ मैले गर्दा पनि त्यो चिज मेरो देश चाहिँ बिग्रेको भन्नु सक्नुपर्छ। यो होइन कि हात उठाएर हामीले गर्ने चिज गरिदिउँ, अब अर्को उसले गर्नु सकेन भने त हामीले के गर्न सक्छौँ भन्ने चिजमा चाहिँ तपाईँहरूले चाहिँ हात नउठाउनु होला। यो चिज किन मैले पनि भन्दैछु भने पास्टमा त्यस्तो चिज भएको रहेछ र फ्युचरमा चाहिँ त्यो चिज चाहिँ नहोस्। त्यो रेस्पोन्सिबिलिटी जनताले पनि नबिर्सियोस्। जहाँ चाहिँ पार्टीलाई चाहिँ जिताएरै माथि पठाउनु मात्रै ठुलो कुरो क्वेसन्स ठुलो बिग डिल चाहिँ थिएन। एकजनाले जित्ने नै थियो। जितिसकेपछि अब कतिजना अहिले मैले हेर्छु कुनै भिडियोहरू चाहिँ कति रमाइरहेको छ। बट वाट इज नेक्स्ट इज हाम्रो ड्युटी के हो? जनताको ड्युटी घचघचाइ राख्नुपर्ने हुन्छ। नत्र भने आउटपुट टाइममा आउँदैन। नआएपछि तपाईँहरू नै अपसेट हुनुहुन्छ र तपाईँले एउटा गरेको भोटले गर्दाखेरि पार्टीले जितेको कारणले गर्दाखेरि तपाईँ काम गर्नु सकेन भने, काम गर्नु सक्यो भने तपाईँहरू हामी सबैजना प्राउड फिल गर्नै पर्ने हुन्छ। तर काम गर्नु सकेन भने जसले आफ्नोले जिताएर पठाएको छौँ त्यो प्रति पनि देश बिगार्नेमा पनि हामी जनता पनि एउटा ठुलो एरर खालके भेट्छौँ। जो चाहिँ मेरो पनि रेस्पोन्सिबिलिटी, मैले गर्दाखेरि देश बिग्रियो भन्नु सक्नुपर्छ। अदरवाइज मैले गर्दाखेरि मेरो एउटा भोटले गर्दाखेरि प्राउड फिल गरेर मेरो देश मैले गर्दा मेरो भोटले गर्दा मेरो देश बन्यो भन्नु सक्नुपर्ने हुन्छ। नट ओन्ली जिताएर मात्रै। त्यही भएको कारणले सबैजना हामी जनता, नेपाली जनताहरू हामी सबैजना अवेर हुनुपर्छ, घचघचाइ राख्नुपर्ने हुन्छ र याद गर्नुपर्ने एजेन्डाहरू याद गरिराख्नुपर्ने हुन्छ र गभर्मेन्टलाई सजेसनहरू पनि दिनु हामीले सबैजनाले सक्छौँ। म पनि आई विल ट्राई बेस्ट हाम्रो आफ्नो लाइनमा कम्युनिकेसन सेक्सनमा हामी दिने नै छौँ। र एउटै चिज हो हाम्रो रेस्पोन्सिबिलिटी, देश सुधार्न पनि जनताले नै गर्दा हो।
देश बिगार्ने पनि जनताले नै गर्दा हो। त्यही भएको कारणले आफूले जिताएको पार्टीलाई, आफूले जिताएको लिडरलाई गजगजाउने हाम्रो रेस्पोन्सिबिलिटी रहेको छ। अब फेरिमा पनि त्यो पनि हामी सबैजनाले नबिर्सौँ होला। थ्याङ्क यू सो मच, किप वाचिङ मी, थ्याङ्क यू।